माई न्यू ब्लग अनि आजको ब्लगमा स्वागत छ हजुरलाई। जाडो छ, यस्तो जाडो होइन। अनि म कहाँ छु त? म छु लासामा। सरप्राइज हुनुभयो होला तपाईँहरू, तर म लासामा छु होइन। र भ्यू पनि दामी छ। अनि आज चाहिँ हामी आएको कति दिन भयो भने नि लगभग 4 दिन भयो होला। अनि भ्लग चाहिँ मैले आएको दिनको चाहिँ बनाउन पाएको थिइनँ। आउने दिनको चाहिँ बिहान 4 बजी हिँड्नु परेको थियो। अनि आएको दिनको बनाउन पाएन। अनि भोलिपल्टको बनाउँदै थिएँ। बनाउँदै म यस्तो लडेँ, कस्तो ठाउँबाट लडेको छ भने माथिबाट तल लडेको जस्तो भएको छ। लडेँ अनि भ्लगै स्टप भयो मेरो। लडेको भिडियो पनि छ। फेरि म लडेको भिडियो छ क्या, गडेमबाट पनि लडेको भिडियो छ। राख्दिनँ क्लिप चाहिँ, किनभने एकदम नमजाले लडेको छु होइन। मन लाग्यो भने लास्टमा राखिदिन्छु अन्तिममा। अनि लडेर खुट्टा यत्रो बमफुल भएको थियो, यत्रो सुन्निएको थियो। त्यो मासु च्यात्तिएको थियो कि मतलब के भन्छ मर्केको थियो। अनि अहिले पनि त्यस्तो निको त भएको छैन, म देखाउँछु अहिले। अनि आज चाहिँ अलि अथवा भयो। यहाँको चाहिँ माटोमा पनि जादु रहेछ क्या। माटो चाहिँ पानीमा भिजाउन लाएर अनि डुबाउन लाउनु भएको थियो। खुट्टा सुन्नेको सब जाती भयो। अनि आजदेखि चाहिँ अलिक अथवा भयो खुट्टा, त्यही भएर अनि म जान लागेको माथि तल। तर सम्मै रोड छ अरे, सम्म छ अरे बाटो। चिन अब त्यता भिड हुन्छ नि त। म चाहिँ उतै अगाडिबाट लडेको, अहिले देखाउँछु ठाउँ पनि। अनि स्टे ट्युन हेर्दै गर्नु, म खुट्टा देखाउँछु है त, देखाउँछु। अझै पनि सुन्नेकै छ। हेर्नु चाहिँ सुसिला त हुँदैन, गोलीगाठी छैन। सुन्नेकै छ सानो चाहिँ, तर इट्स ओके। अनि यहाँको भ्यू हेर्नु त, भ्यू ओ माई गड। यतापट्टि पनि छ कि, उतापट्टिको देखाउनै मिल्दैन, तर ठिक छ। अहिले मैले भ्लग बनाएको फेरि थाहा भयो भने घरकाले मलाई हार्छन्। सो लेट्स अहिले यहाँ अगाडि, सबैको अगाडि चाहिँ भ्लग बनाउँदिनँ। म त ओढेको किनभने पानी पर्दा जाडो भएको छ। सबैको अगाडि भ्लग बनाउँदिनँ। अहिले छुपछुपेर बनाउँछु अलिअलि भए पनि ओके। सो अहिलेको लागि स्टे ट्युन है त। भ्यू चाहिँ यस्तो छ। यो अलैँचीको बुटो है, यो अलैँची हो। म यहाँबाट लडेको जान हौ, यहाँबाट लडेको लडेको नाम देखाएको स्टोर्स अरे, सरी कोल्ड स्टोर छ अरे, त्यही हेर्नु जान लागेको। अब कोल्ड स्टोर मैले चाहिँ सिराजु देखेको थिएँ क्या कोल्ड स्टोर भन्ने त। मम्मी पनि जाँदै हुन्छ त्यहाँ। मम्मी खुट्टा दुख्यो यार। लेट मी सी वाट इज कोल्ड स्टोर इन रियल लाइफ। त्यस्तो छैन, भित्र छैन, किनभने अहिले लाइनहरू छैन अरे। मतलब यहाँभित्र हालेको छैन अरे। सो द्याट्स वाइ। अर्काको घरमा पस्नुहुन्छ मम्मी यत्तिकै। भ्यू यहाँको झन् दामी रहेछ। नमस्ते। अनि यहाँबाट कताबाट जानु मम्मी? यहाँ हेरेको त होइन, हेरेको क्या अर्कोपट्टिबाट। मक्कै रहेछ, मक्कै। यसको ढोका चाहिँ खोइ छैन, फिक्टिकै छ, यस्तै होला यो। भित्र चाहिँ कसरी हाल्नु? भित्रबाट त उताबाट छ नि ढोका, चाबी लगाएको छैन यहाँ त ढुङ्गा बिनाको। अब निमेक नुमुक भयो। कहाँ हराइदिए भन्ने त चाहिएको। म त दाजुसँग गफ लाउनु पनि थाले त।
काँजाबाटको छोरा नि त हाम्रो दिदी दाजु छु जाडो भयो ए यहाँबाट सिधो का कता कता बुझिसक्यो कस्तो चिसो भयो स्ट्रबेरी जस्तै देखेको यार स्ट्रबेरी जस्तै देखेको क्या जस्तै देखिएको क्या कहाँ फुल रहेछ अघि बाटोको चिज मम्मीले फोनै दिनु भएन बनाउनै पाइनँ अनि भ्यू चाहिँ बनाएँ खिचेको दुइटा तर भ्लग चाहिँ बनाउनु दिनु भएन पातल पातल लागेको छ यार अहिले गाइज आज चाहिँ हिजो अर्कै हो आजको भ्लग अर्कै हो तर म एउटैमा हालिदिन्छु सबै कुरा किनभने मम्मीले बाटोमा भिडियो बनाउन दिनु भएन मलाई तर भ्यूहरूको चाहिँ खिचेको थिएँ अनि हिजो अघि अर्कै दुईवटा भ्लग हो तर म एउटैमा हालिदिन्छु बिस्तारै केही छैन हिजो कति गते थियो मम्मी हिजो 15 गते थियो हिजोको भ्लग हो त्यो यो तर आज 14 गते हो आजको नि भ्लग यही हो ए 16 गते हो अनि बाटोमा भ्यू खिचेको थिएँ त म हालिदिन्छु अहिले चिनिन त भाइ हो त नि ए न त नि पुरानो कर्मघर 2082 सालमा आइयो भेटभाट गरियो जे होस् ढाकाबाट श्रीजङ्गा गाउँपालिका आएर भए पनि यताउता आफ्नो घरमा रमाइलो गरियो 3-4 दिन भए पनि भोलि अब हिँडिन्छ बिहिबार आइएको थियो भोलि बुधबार हिँडिन्छ कर्म थलो छोडेर यस्तै हो आउनु बाहिर आया के पाक्दैछ यहाँ राम्रै भन्नु न कुराउनी पाक्दैछ यहाँ कोसेली लान आँटेको कसरी पकाउँछन् कुराउनी यसो एक्सप्लेन हान्नु त दुध सुकाएर पकाउँछन् हो दुध तताएर सुकाएर कुराउनी बन्छ मान्छे हेर्नु मम्मी यहाँको हजुर आउनु ल म बोलेको नि आउँछ लु जे होस् जेठानी माइली जेठानी तापले चाहिँ श्रीजङ्गा आमेको दिन लासा जेठी छोरीले यता कुराउनी पकाउँदैछ डल्लो परिपरिमा झापाबाट आएर धुवा मुस्लो 82 सालको 82 सालको अब हिँड्ने बेला भयो लास्ट यस्तै छ यहाँ आमा भने पनि सासू भने पनि भान्जी भने पनि यहाँ छिन् पुर्ख्यौली घर जिम्मा लाएर छोडेर हिँडेका कति सालमा ज्वाइँ त्यता जेठी छोडी त्यता भान्जी त्यता यस्तै हो आएर बास बस्ने ठाउँ अब यहाँ पोका बोक्ने ठाउँ यही छ आएर पोका बोक्ने ठाउँ यही घर हो सानैदेखि हुर्काएर बढाएर बेदान गरेर जिम्मा लगाएको छ अहिले आमा छिन् हाम्री जे होस् बोल्दैन नि केटी फेरि बोल न हौ यो भिडियो राम्रो यस्तै छन् पाहाडकाई घर
सिँढी हेर्छौ भने यस्ता भिडियो बनाउनु भएको सिँढी बनाउँछौ भने यस्ता छन् दुधेर हेर्छौ भने हाम्रा उहिलेका हामीलाई बाल्टीको आवश्यक थियो र पहिला पहिला कहिले मकाउँदैन पनि बाटो त्यही त काटेर जान्छ खबर हुँदैन मलाई त पुराउने पकाइदिएको पनि गर्दैन देखाइदिएको त कुराउने खोइ त्यसलाई ए हाम्रा बाबै पाड मेरो घर पाड भन्थे यहाँ हुलुक्क परेर बसिरहेछन् पाहाडको घर यस्तै छ ए पुर्ख्यौली घर कर्मथलो 2033 सालमा बिहे गरेर ल्याएर भित्रियाको घर यही हो यस्तै घर थियो 33 सालमा बिहे गरेर ल्याएर फागुन कति गते बिहे गरेर वैशाख कति गते ल्याएर भित्रियाको घर इस यस्तै छ लो यस्तै छ हाम्रो घरी भर्खर आमाले भिडियो बनाइदियो नि त म बनाउँछु सिरियस जन्मेको ठाउँ होइन यो मम्मी जन्मेको ठाउँ होइन यो बत्ती छैन यतिकै जाऊँ न हाम्रो मम्मी जन्मेको हो न त्यही त मम्मी जन्मेको बत्ती छैन टर्च बालौँ न बत्ती छ बल्ल त बल्ल तर पिटिक्क बल्यो पनि रहेछ रोज यस्तो दामी यस्तो मजाले एउटा हावामा एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा 6 7 10वटा फलिरहेछ लगभग कस्तो फलेको यो चाहिँ अब लिएर जान्छु घर यताबाट पनि कडा छ है भ्यू चाहिँ उता पाहाड पनि देखिरहेको है त्यति सिया छ अलिअलि देखिरहेछ मजाले देखेको छैन अनि यो चाहिँ घर जुन घरमा मम्मी जन्मनुभएको अनि यतापट्टिको पनि घर यो घर चाहिँ एक्चुअली मम्मी जन्मिनु भएको यो चाहिँ नयाँ घर अनि यो चाहिँ भान्सा यताको चाहिँ भान्सा अनि यहाँ सबैजना हुनुहुन्छ अनि यहाँको भ्यू बबाल छ ठिक छ अनि ननस्टप पानी आउँछ अरे उता परदेखि चाहिँ ठिक छ देखि लडेको म ऊ त्यो माथिदेखि लडाङ लुडुङ गरेर यहाँ झरेको अनि मरि ओ माय गॉड मम्मी नआउने अब फेरि उता पर जाने अरे म त भ्लगिङ गरिदिउँ भन्दै थिएँ अब जाने आयो भने जाने वा बाटोमा फुलेको छ हौ हाम्रो त घरमा फुल्दैन हाम्रो घरमा रोज फुल्दैन यहाँ बाटोमा फुलेको रहेछ आमा नजाने ओइ के बोलेको ज्या पड्काउनु जस्तो कस्तो मजाको रुख क्या चढौँ लाग्ने छक्कमिता ए खै के भन्ने क्या एउटा हाम्रै मम्मी खोइ बिउप्ची होइङ्गे बिउप्ची छक्कमिता पागल जस्तो यताबाट यहाँबाट झरेर मेरो दिमागको तार हल्का सर्ट सर्किट भएको छ यहाँ सुरुमा यहाँ फिस्ले म यहाँबाट फिस्लेर यहाँ आइपुगेको थिएँ त्यसरी एकैचोटि झरेर यहाँ मम्मी हे अहिले मम्मी आइपुग्छ पठाउँछु ल यही बाटोबाट आएको नि मम्मी अस्ति हामी के पनि हुँदैन हौ अहिले अब त लड्दिन नि त वाउ राम्रो जाडो चाहिँ नि भाइ झापाको राम्रो झापामै बस्नु राम्रो क्या एकदम जाडो छ भने घुम्नुमा त्यहाँको बस्नु त कहाँको त बाटोमा पनि फुल फुलेको छ यार आएर सिरियस अनि बास ज्यार रहेछ यहाँ अनि द भ्यू अनि यहाँ चाहिँ एउटा खासियत चाहिँ के रहेछ भन्दाखेरि जता पनि रोज जता पनि त्यो पनि यस्तो राम्रो खालको रोज त्यो हामी बेउदी कपालमा लाउँदैनौँ
ठ्याक्कै त्यस्तो खालको क्या जता हुँदै पो छ त फेरि यहाँ पनि रहेछ 2 ठाउँमा रहेछ हाम्रो घरमा फुल्दैन यहाँ बाटोमा फुल्दो रहेछ हेर्ने देखाउँछु आई विल सो यु दिस इज वान रोजको फुल यो चाहिँ प्लक आउट झरेको रहेछ सानो तब टिप्दिनँ अनि उ त्यहाँ एउटा यहाँ एउटा लुक कसरी रोप्दै जस्तै क्या यस्तो मजाले ओ माई गॉड द भ्यू अहिले चाहिँ हुस्से लागिरहेछ परतिर चाहिँ झर्दै पनि परेको यो हो बापरे मम्मीहरू उता हुन्छ है मम्मी यहीँ बस्नु पर्यो होला नि अब कता बस्ने ओ माई गॉड आउच भ्यूको कमाल भ्यू चाहिँ यस्तो दामी आँखाले देखे जस्तो राम्रो यो मोबाइलमा देखेँ त नि के पो हुन्थ्यो होला अहिलेको लागि हरेका एक्लै बस्नु हुँदो रहेछ बस्छु यहाँ अनि भ्यू कतैबाट खिच्दा पनि दामी आइदिरहेको हुन्छ क्या तर यो जस्ट देखिएको छैन कि केही पनि मान्छेहरू पनि बसेका छन् नि यहाँ अघि बिहान त के अरे कञ्चनजङ्घा देखेको थियो माथिबाट अहिले त छैन देखेको सबै गाउँ तल भिर टाइपको आजको भिडियो चाहिँ यति नै हो अहिलेको रातिको 8 बजी भोलि बिहान हामी निस्किनु पर्ने हुन्छ 4 बजी सो यही गर्न चाहन्छु लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क फर वाचिङ थ्याङ्क फर वाचिङ टिल द एन्ड बाई भनिदिनु न बाई 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 बाई